जनताको पैसा फिर्ता नगर्ने बौद्धको एउटा सहकारीका सञ्चालकलाई बचतकर्ताहरूले आइतबार दिनभर थुनेर राखे। जनताको पैसा हिनामिना गर्ने सहकारीका ती सञ्चालकले सुरक्षा खतरा देखेपछि प्रहरी बोलाए। हामी पुग्दा सञ्चालक भित्र थुनिएका थिए। बचतकर्ताहरू आक्रोशित मुद्रामा बाहिर थिए। बचतकर्ताबाट सञ्चालक जोगाउन प्रहरीलाई हम्मे परिरहेको थियो। जनताको पैसा कहिले फिर्ता दिने भन्ने प्रश्न त हामीले ती सञ्चालकलाई गर्नु नै थियो, तर प्रहरीले हामीलाई समेत रोक्यो। तर पनि हामीले ती सञ्चालकलाई बचतकर्ताहरूको बीचमा ल्याएर रकम फिर्ता दिने बाचा गर्न लगाएका छौं। हेरौं यो विशेष रिपोर्ट। सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको कपन बस्ती आएकी 22 वर्षीय अनिता लामा। मङ्सिर 10 गते उनको विवाह हुने तय छ। आफ्नो विवाह खर्चका लागि भन्दै उनी आफैले कमाएको 2,50,000 सुमो बचत तथा ऋण सहकारी संस्थामा बचत गरेकी थिइन्। उनको विवाह असोज 30 गते हुने भनिए पनि बचत गरेको पैसा सहकारीबाट नपाएपछि विवाहको मिति नै सार्नु पर्यो। अहिले सहकारी आफै डुब्ने अवस्थामा पुगेको खबर पाएपछि उनी विवाह खर्च कसरी जुटाउने भन्ने चिन्तामा छिन्। मैले कति दुःख गरेर जम्मा गरेको पैसा हो नि त त्यो पैसा भनेको, तर उहाँले त्यो मेरो समस्यालाई बुझ्नु भएन। मैले समस्या पहिल्यैदेखि भनेको हो, मेरो बिहे छ, हेर्नुहोस् मलाई यसरी पैसा जुटाइदिनुपर्छ तपाईँहरू सबैजनाले। अब मैले त यो पैसा आएन भने त मेरो बिहे क्यान्सल गर्नुपर्ने हुन्छ भन्यो। अस्ति असोजको 30 गते फिक्स हुन थालेको थियो मेरो बिहे, अनि यही पैसाले रक्त भएर बिहे गर्न पाएन। अनिता एक प्रतिनिधि पात्र मात्रै हुन्। काठमाडौँको बौद्धमा रहेको सुमो बचत तथा ऋण सहकारी संस्थाका 7,000 बचतकर्ताहरूका आफ्नै कथा व्यथा छन्। यो सहकारी संस्थाले बचतकर्ताहरूको 13 करोड बढी रकम डुबाएको छ। तिनीमध्येका केही बचतकर्ताहरू आइतबार बौद्ध स्थित सहकारीको कार्यालयमा आफूहरूको पैसा डुबेको भन्दै बिलौना गरिरहेका थिए। त्यसमध्ये केही आक्रोशित थिए त केही रुने कराउने भन्ने अवस्थामा थिए। 1 वर्ष लगभग कुरा भइसक्यो। यसले हामीलाई अहिले त भोलि दिने पर्सि दिने भनेर अफिस बन्द गर्दै 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 भागेर लास्ट यो अफिस मात्र खुल्ला छ, यसको सबै भागिसकेको छ। दसैँ अगाडिबाट बुक ल्याएर यहाँ बुझाएपछि एजेन्ट पैसै उठाउन आएन। हामीलाई त किन आएन कसो आएन हामीले खोजी गर्दाखेरि अफिसको यस्तो हालत रहेछ। सर रकम हामीले झिकेको तिनीहरू सबै गरेर हाम्रो झन् पासबुक पनि छैन, चेकबुक धरि साइन गरेर लिएर आएको छ हाम्रो झन्। उसको नाममा राखेको अब ऊ पनि मेरो पैसा पासबुकहरू देख्ने थियो, मेरो पैसा लिएर भाग्यो भन्छ क्या ऊ पनि। चटपटे बेचेर म एउटा बिमारी पीडित हो, सुगर प्रेसर थाइरोइड छ। चटपटे थोरै थोरै बाटोमा बेचेर दिनको 200 उनीहरूले चाहिँ अब नारी बचत पनि आउँछ होइन, तीजमा 2,000 खर्च आउँछ भनेर त्यसरी जम्मा गर्दै गएको। सञ्चालक घण्टौसम्म कार्यालयमै थुनिए। सहकारीले पैसा फिर्ता गर्ने आश्वासन बाँडेर बजार प्रतिनिधिले सबै बचतकर्ताहरूको पासबुक लगेर कार्यालयमा बुझाएका छन्। तिनै बचतकर्ताहरूले सहकारी डुब्ने अवस्थामा पुगेको जानकारी गराएपछि बचतकर्ताहरू सहकारीमा जम्मा भए र बचत रकम चाहियो भन्दै सहकारी सञ्चालकमाथि आक्रोश पोखे। हाम्रो पैसा चाहियो, हामीले ऋणमा आएको होइन। हाम्रो यहाँ हामीले बचत गर्न हामीले खाइ नखाइ 2-4 रुपियाँ एउटा ब्याजको लोभले हामीले त बचाए, तरकारी किन्न दिएको पैसा राख्यो हो नि त। अहिले यहाँ त्यो मेजो भएको पैसा नदिएर खर्चाउनु कति दुःख भएछ यहाँ। अनि दसैँ तिहारमा उहाँहरूले पैसा मेजो भएको दिएको छैन। आफ्नो मान्छेहरूलाई पैसा सबै लोनमा चाहिँ तपाईँको 2-4 जना साझी भएपछि 5 लाखसम्म लोन दिने गरेको छ अरे क्या। मैले पनि कुनै बेला मैले 18% लोन पाइन्छ भनेर मेरो प्रतिनिधि सोधेर पाइँदैन नि लोन भन्नुभयो। बचतकर्ताहरूले हाम्रो 24 हेल्प डेस्कमा फोन गरी गुनासो टिपाएपछि हाम्रो टिम बौद्ध स्थित सहकारीको कार्यालयमा पुगेको थियो। हामी पुग्दा त्यहाँको दृश्य यस्तो देखियो। हजारौं बचतकर्ताको बिल्लीबाद पार्ने यो सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर लामा हुन्। हामी रिपोर्टिङका लागि पुग्दा अध्यक्ष लामालाई बचतकर्ताहरूले घण्टौसम्म कार्यालयमै बन्दी चाहिँ बनाएका थिए। त्यसपछि सुरक्षाका लागि अध्यक्ष लामाले प्रहरी बोलाएका थिए। प्रहरीले बचतकर्ताहरूलाई कार्यालयभित्र प्रवेश गर्न दिएको थिएन। प्रहरीले हामीलाई समेत प्रवेशमा रोक लगाउन खोजेको थियो। मिडियालाई जान दिनुहोस् है। यतिका मान्छे कति बेलासम्म छेकेर राख्ने तपाईँहरू? रातिसम्म छेकेर राख्ने हो? हामीलाई जान दिनुहोस्, के भएको हामी बुझ्छौँ। सर सुन्नुहोस् न, अध्यक्ष लामाले आफू सहकारीको पूर्व अध्यक्ष भएको र हाल तदर्थ समिति बनेपछि त्यसको उपाध्यक्ष भएको दावी गरे। तदर्थ समितिको अध्यक्ष भूमि आचार्य भएको लामा बताउँछन्। आचार्य नेपाल लोकतान्त्रिक पार्टीबाट सुनसरी क्षेत्र नम्बर 1 मा चुनावी प्रतिस्पर्धामा छन्। उसको यो घर एउटा घर चाहिँ यहाँ उसमा छ गौशालामा होइन। कहाँबाट चुनाव उठ्नु भएको छ? कुन ठाउँबाट? सुनसरीबाट। सुनसरीबाट कति नम्बर क्षेत्रबाट? क्षेत्र नम्बर 1। के नाम भन्नु त? भूमि आचार्य। ठुलो रकम भएकालाई चेक दिने र अरूलाई नगद नै दिने आश्वासन अध्यक्ष लामाले दिएका छन्। भुक्तानीका लागि नगद अभाव भएमा जमिन धितो राखेर पनि बचतकर्ताको रकम फिर्ता गर्ने लामाको बाचा छ। भोलि उपचार गरौँला, भोलि चाहिएको बेला खर्च गरौँला भनेर तपाईँलाई जम्मा गरेको बुझ्नुभयो नि। त्यस्ता मान्छे सुद्धा आएका छन्, बिरामी परेका छन्, उपचार गर्न पाएका छैनन्। के गर्ने अब?
तपाईँले दिन्छु आइतबारदेखि भनेर मात्र चित्त बुझाउँछ नि त, कमिटमेन्ट चाहियो। हो कमिटमेन्ट के गर्नुहुन्छ ल भन्नुहोस्। उनीहरूलाई अब कमिटमेन्ट गर्छु म। दिँदै राखेको जग्गाहरू छन् त्योहरू बेच्दैछन्, अरू बाँकी जग्गाहरू छन् त्योहरू बेचेर हाम्रो जुन यो म्यानेजमेन्ट अलिक कमजोरी भयो त्यसको लागि क्षमा चाहन्छु है। र अहिले सबैको रोबरमा एउटा कागज बनाऊ अनि म भोलिदेखि ठुलो एमाउन्टको म चाहिँ काटेर दिन्छु ल। बिनादितो ऋण दिएपछि लगानी डुबेको सहकारीले बताएको छ। झन्डै 8 करोड लगानी उठाउन बाँकी रहेको सहकारीले बताएको छ।